नमस्कार, स्वागत छ यहाँहरूलाई कस्तुभ मन्थनमा। आज मेरा एउटा मित्रले मलाई सोधे, ए लोकनाथ, यो अघोरीहरूले मान्छेको मासु खान्छन् नि, यो के हो यो मान्छेको मासु खाने कुरा भनेर। खासमा के हो त यो कुरा भन्दाखेरि यसलाई हामी यसरी बुझौँ। सधैँ गएर शमशानमा बसेर मान्छेकै मासु खाएर चटक देखाउनेहरू पाखण्डी हुन्। यिनीहरू चटक देखाइरहेछन्, यिनीहरूले अघोरको फिलोसफी नै बुझेका छैनन्। खासमा अघोरीहरू समभावमा बसेका व्यक्तिहरू हुन्, यानि कि उसको लागि यो जगतमा जति पनि चिजहरू छ सबै चिज समान छ, कुनै पनि चिज उसको लागि माथि र तल छैन। यसलाई हामी यसरी बुझौँ। हेरौँ, जस्तो मानव एकछिनको लागि म एउटा प्लेन क्रासमा परेँ र बाँचेँ, एउटा अनकन्टार जङ्गलमा एक्लै म बाँचेँ। अब 15-20 दिन भयो मैले केही खाना खान पाएको छैन, भुक्कै छु म। अब खाना खान पाइनँ भने 1-2 दिनमा म मर्नेवाला छु। क्रासबाट त बाँचेँ, तर अब भोकले म मर्नेवाला छु, राइट? अब यो अवस्थामा मानव एकछिन एउटा मान्छेको लास बग्दै बग्दै मेरो अगाडि आयो। अब त्यो लास मैले खाने कि नखाने त मेरो प्राण बचाउनको लागि अवश्य पनि म खान्छु। मैले हत्या गरेको होइन, त्यो मरेको चिज प्रकृतिको आकाशवृत्तिबाट मैले प्राप्त गरेँ, आफै आयो मेरो अगाडि भने प्रकृतिले ला जा ज्यान धान भनेको होला। यो अवस्थामा त्यो मान्छेको मासु पनि म त्यति नै मिठो मानिकन खाइदिन सक्छु जति मिठो मानिकन म मेरो घरमा सधैँ भात दाल तरकारी खान्छु। हो, यतिखेर यो अघोरीको लागि त्यो मान्छेको मासु र उसले खाने भात दालमा केही पनि फरक भएन। यो दुवै उसको लागि समान भयो। हाम्रो हिन्दूमा पनि यी अघोरीहरू नै हुन् जसले पहिलोचोटि जात प्रथाहरू मान्दैनौँ, जोसुकै पनि भगवानको लागि आफूलाई भगवत्व यानि कि गडलिनेसमा ट्रान्सफर्म गर्न सक्छ भन्नेहरू, र यिनीहरूमा डिस्क्रिमिनेसन भेदभाव नहुने भएको भएर यिनीहरूको लागि मान्छेको मासु र खसीको मासु भन्ने कुरा एउटै भावमा हेर्छन्। हो, यो समभावको फिलोसफी नबुझेर अब शमशानमा बसेर लुछेर त्यो मान्छेको लास पाखण्ड देखाउन थाले। तर अघोरीको लागि सबै चिज समान हुन्छ, कुनै चिज माथि वा कुनै चिज तल हुनेवाला छैन। उसको लागि भात बराबर मान्छेको मासु पनि हुन्छ भन्ने फिलोसफीको कुरा चाहिँ हो। यो सधैँ बसेर मान्छेकै मासु खानुपर्छ भन्ने कुरा चाहिँ होइन।